दर्शन नमस्ते सेवारो इलामे ठुलेको तर्फबाट आज चाहिँ म विशेष गरेर मेरो साथीहरूलाई म के सुनाउनु के देखाउनुको लागि भिडियो लिएर आउँदैछु भने नि यो खोला चाहिँ दिपिनी खोला। यो खोलाले चाहिँ दुईटा वार्डलाई यहाँ अलग अलग छुट्याएको छ। अहिले चाहिँ म यो जुन उभिएको ठाउँ चाहिँ दमकको 8 नम्बरको पुच्छारमा। अब यो खोलादेखि यता चाहिँ 8 नम्बर, यो 8 नम्बरै भयो यो ठाउँ। अनि यो पारी यो खोलादेखि पल्लोपट्टि चाहिँ त्यहाँ चाहिँ 9 नम्बर भयो। अनि यहाँनिर यो 8 र 9 को सिमानामा ठक्करकै अब म यहाँनिर चाहिँ नयाँ पुल यानि कि अथवा यहाँ दोभान। अब यो यताबाट आएको यो रत्त बगर भयो, यो रत्त पारी कमल गाउँपालिका भयो हैन। अनि यहाँनिर चाहिँ अब अहिले नयाँ 8 र 9 को अब सिमानालाई चाहिँ जोडेर यहाँ पुल निर्माण भएको छ। यसो घुम्नको लागि चाहिँ धेरै अति नै राम्रो टिकटक अब भिडियोहरू फोटो सुटको लागि चाहिँ एकदम राम्रो। यो दिपिनी र रत्तको दोभान यो चाहिँ ल जोडिराखेको छ। यो चाहिँ टक्कै यो 8 र 9 को सिमाना है। मैले भएको चाहिँ हेर्नुहोस् यो पुल अति नै राम्रो पुल बनाएको छ। अब यो चाहिँ दमकको वार्ड नम्बर 8 र 9 को सिमानामा पुल थापेको छ। अनि यो चाहिँ दोभान, यता चाहिँ दोभान भयो, दिपिनी र रतुवा खोलाको दोभान है यो चाहिँ। अब म चाहिँ यहाँ आएको छु आज घुम्नको लागि। अति नै राम्रो भयो। मैले पनि धेरै टिकटक भिडियोहरू बनाएँ। ल हेर्नुहोस् यस्तो राम्रो छ। यो पछि यसो सानो रिसर्टको लागि चाहिँ यत्रो घटिया मैले त्यतिकै खेर नजाओस् होइन। यत्रो भट्याएको चाहिँ खेर नजाओस्। सबै साथीहरूले मेरो युट्युब च्यानललाई सब्सक्राइब, लाइक, कमेन्ट, सेयर गरिदिनु होला ल है। अब म चाहिँ फेरि अब म 9 नम्बर टेकेँ। यो चाहिँ 9 हो। अब म यो पुल उता छिरेपछि फेरि म 8 नम्बर यो चाहिँ दोकानमा छु ल। यस्तो सेवाहरू सबैजनाले मेरो इलामे ठुले युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु नयाँ साथीहरूले। लाइक, कमेन्ट, सेयर गरिदिनु होला है। यस्तो राम्रो ठाउँ छ। तपाईँहरू पनि अवश्य आउनु होला है यस्तो घुम्नको लागि, फोटो खिच्नलाई। यहाँ बाटो एकदमै राम्रो, यहाँ बाटो निर्माण हुँदैछ। यहाँ घुम्नु ओर्नु चाहिँ एकदम यहाँको लुक चाहिँ हेरौँ न। यहाँको एकदमै सिनहरू वातावरणहरू एकदम राम्रो। फेरि हावा चलिरहेछ, हरियाली है चारैतिरबाट। यहाँको भ्यू नै यस्तो दामी छ कि ल। यो बाटो एकदम राम्रो बन्दैछ। अवश्य आइदिनु होला सबै साथीभाइहरू। हस् ओके बाई बाई। फेरि अर्को भिडियोमा भेटौँला है।